ल ल यस्तो दामी छ यता यो माथिको घर कसको पनि यो घर कसको यो घर बेचेदेखि म किन्थे यार दामी ठाउँमा छ नि अब यो कुन ठाउँ होला गेस गर्नेलाई स्पेशल गिफ्ट ह्याम्पर छ गिफ्ट ह्याम्पर चाहिँ म पसल देखाइदिन्छु आफै किनेर ल्याउने हो कताबाट जाने यताबाट कि यताबाट यताबाट भित्र यहाँबाट भित्र चिया बगानको बिचैबिच हामी हिँड्दैछौँ अन्धधुन्द अस्ति मेरो हात यहीँ झनै भाँचेको नि होइन यहीँ कि मासतिर हो यतैतिर यहाँ चाहिँ खोला पनि छ अहिले चाहिँ पानी आएको छैन यो भिडियो चाहिँ एकदम भाइरल हुनु पर्यो है भरे म टिकटकमा हाल्दैछु यसमा चाहिँ 10 मिलियन भ्युज आउनु पर्यो 2 दिनभित्र 10 मिलियन भ्युज 20 मिलियन कमेन्ट होइन 30 मिलियन लाइक्स किनभने यतिको राम्रो ठाउँ चाहिँ अहिलेसम्म यहाँ कसैले देखाएकै छैन म बाहेक इलाम भनेको स्वर्ग भन्ने कुरा चाहिँ म यही भिडियोमा देखाउँदैछु यो चाहिँ सिजनल हो अस्ति 6 महिना अगाडि आउँदा यहाँ केटाकेटी ब्याडमिन्टन खेल्थे अहिले भ्यागुत्ताले यहाँनिर उफ्री पाप्री खेल्छ भ्यागुत्ता पहिला केटाकेटी ब्याडमिन्टन खेल्थे नि त अहिले त भ्यागुत्ता मात्रै खेल्छन् यहाँ अलिक पानी सिकेपछि फेरि केटाकेटी आइहाल्छन् यहाँ ब्याडमिन्टन खेल्न यो फेरि अझै उकालो जाँदैछौँ हामी गएको गई यो सबै चिया बगान यता 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 बस्ने ठाउँ कोही यो बाटो हिँड्दा गल्यो भने यहाँ आएर ठ्याप्प बस्ने 15 मिनटभन्दा धेर नबस्ने फेरि अस्ति मैले यो हालेको थिएँ कुन ठाउँ हो भन्दा यहाँबाट सट्ट युटर्न मारेर उतापट्टि गएपछि एउटा खोल्चो आउँछ तल पहिरो गएको रहेछ यहाँ चाहिँ थोरै यहाँ खोलामा पानी रहेछ पहिरो पनि गएछ अलिकति इलाममा योपालि धेरै पहिरो गएको छ रुकिएको हो चाहिँ अब फेरि दैबै जानु यो बाटो फेरि थोरै ओह्रालो हुँदै हामी खोलासम्म पुग्छौँ कुन के गरिरहेको छ त्यसले केही पनि गरिरहेको छैन इलाममा चाहिँ फोहोर एकदमै धेरै फेल्न थालिसकेका छन् चियाका टुप्पा यस्तो फ्याँकिदिएको हाल्नु के भन्ने यहाँबाट हिँड्दै जाने हो यहाँ चाहिँ रुखका पत्ताहरू हावामै अडिन्छन् यसरी त्यति खतरा ठाउँ हो यो भनेको रुखको पत्ता हावामै छ यहाँबाट हिँड्दै जाने हो यो खोलाको नाम के हो के खोला यहाँ पनि एउटा खोला गरिराखेको छ खोला त्यहाँ पनि थोरै पहिरो लड्ला जस्तो भएको रहेछ पहिरो लडेकै चाहिँ होइन होला त्यो अब हामी माथि गएपछि झन् खतरा देखिन्छ इलाम अहिले त यता यो चिया बगान थोरै देखिँदैछ यहाँबाट चाहिँ ट्याक्क हिँड्नुपर्छ आर्मी जस्तो यो ठाडो उकालो माथि गएको छ यहाँको सरकारी भवनहरू यो यतापट्टिको सिडिओ कार्यालय होला त्यो के हो त्यो यता राइटको यो सरी लेफ्टको अनि राइटको त
एउटा मालपोतो यता लेफ्टपट्टिको राइटपट्टिको सिडिओ कार्यालयहरू थियो त्यहाँनिर नेपाल टेलिकमको अफिसहरू छ एकदम उकालो तर म भ्लग गर्न सक्दिनँ जस्तो भएको भने खुट्टा बजार्दै हिँड्छौ भने गर्छ त हल्का खुट्टा अनि खुट्टा नबजाएर अब यहाँ पुरै सिधै उकालो छ घामले केही नदेखिने हो नि त अझ उकालो सिधै उकालो ए यहाँ पनि केटाहरूले यो चाहिँ पिसाब फेरेर भाँचेका होलान् फटाहरूले आरुको रुख मिठो हावा आयो के छ र त्यहाँ खानेकुरा चाहिँ केही ल्याइएन ऊ भएर पाउँछ चटपटेभित्र त्यो पल्लो डाँडामा कहाँ जानु छ अब यहाँबाट यहाँ मास्तिर बाटो आजको भ्लग चाहिँ यहीँ टुङ्गिएको घोषणा गर्दछु म गलेँ यो चिया बगान